हेलो गाइज, वेलकम ब्याक टु माई युट्युब च्यानल। तपाईँहरूले हेर्नु भइरहेको छ अमर ब्लग्स। म अमर तामाङ है। आज फेरि पनि तपाईँहरूसँग यसरी मैले जोड्ने मौका पाएँ र आज भने चाहिँ बुद्ध पूर्णिमाको दिन है। जो कहिले पनि मेरो ब्लग्स हेरिरहनु भएको छ सबैलाई ह्याप्पी बुद्ध पूर्णिमा है। र आज बुद्ध पूर्णिमाको दिन चाहिँ हामी दुईजना, म र मेरो कान्छी चाहिँ गुम्बा गइरहेको छु हो। मतलब भगवान्को दर्शन गरेर आउने है। तपाईँहरूलाई यो ब्लग्स राख्नेछु, सिकाउनुहोस् है त। यति बेला चाहिँ हामी यहाँनिर बागडोग्रा है, बागडोग्रा बिहार मोडमा छौँ। यहाँ हेर्नुहोस् है, बुद्ध जयन्तीको भव्य रूपमा यहाँनिर मानिसहरू यहाँनिर पुस्तक बोकेर हिँडिरहेको छ है। सिलगढीमा पनि धेरै मतलब बुद्धिस्ट धर्मावलम्बीहरू हुनुहुन्छ। चाहिँ त्यसलाई ऱ्यामबाट चाहिँ जानु भइरहेको छ अगाडि हो। यहाँ चाहिँ मोक्तान पनि छ। अहिले चाहिँ हामी यहाँ बागडोग्रा डाँडा गाउँको गुम्बा आइपुग्यो हो। यहाँ चाहिँ मजाको रहेछ लोकेसन। यहाँ चाहिँ मिस मोक्तान पनि आइपुग्नु भयो है। यति बेला चाहिँ म फाइनली यहाँनिर गुम्बा आइपुगेँ नि त है। र अब चाहिँ यहाँनिर दर्शन गर्ने है, आज बुद्ध पूर्णिमाको दिन है त। यहाँ चाहिँ खदा किन्दैछ नि त याङ्जीले हो। त्यति बेला चाहिँ हामी भित्र आइसक्यो है दुईजना। मान्छेको चाहिँ ओभरै जमघट रहेछ यहाँनिर। लाइनमा बसिरहेको छु हो। लाइन चाहिँ ओभरै लामो छ पछाडि। हेर्नुहोस् चाहिँ त लाइन कहाँसम्म पुगिसक्यो है। हामी चाहिँ बिचमा बसिरहेको छ। यहाँ अगाडि पनि हेर्नुहोस् यस्तो लाइन छ यहाँनिर। यहाँ चाहिँ अब खाना खाने नि त है। वाङ थाप्नुभन्दा अगाडि चाहिँ खाना खाएर जाने। अब चाहिँ हामी खाना खाने नि त यहाँनिर हो। आज बुद्ध पूर्णिमाको दिन है। म र याङ्जी चाहिँ यहाँनिर सबैले यहाँ खाना खाइरहेको छ। राम्रो एरेन्जमेन्ट गरेको रहेछ यहाँनिर। गुम्बा चाहिँ यहाँ छ है। खाना खुवाइ हुँदैछ।
त्यो बेला चाहिँ हामी अब पुग्नु लाग्यो हो लाइन त्यति साह्रो लामो छ कि अहिले 3:30 जस्तो भयो वाङ त स्टार्ट भइसक्यो तर हामी चाहिँ अहिले बिचमा आइपुग्यो है बडो मुस्किल र यति बेला चाहिँ हामी है आज बुद्ध पूर्णिमाको दिन बुद्ध जयन्तीमा चाहिँ हामी यहाँनिर बागडुग्रा अप्पर बागडुग्रामा आएर हामीले वाङ थाप्ने एउटा मौका पाएँ रेमगोर्जेको है र आज चाहिँ म बढी खुसी लागिरहेको छ है र यसरी मतलब बुद्ध जयन्तीमा आउनु पाउनु नै धेरै खुसीको कुरा हो है र आजको भ्लग्स तपाईँले हेरिदिनु भयो है फेरि अर्को भ्लग्स लिएर उपस्थित हुने नै छु तबसम्मको लागि मलाई बिदा दिनुहोस् धन्यवाद।